तिमीहरू पो काठमाडौँमा चाहिँ मजाले बस्छौ, भन्सारका जागिर खान्छौ, सरकारी जागिर चटम चटम, यता पनि कमाइ उता पनि कमाइ। तर विदेशमा बस्नेको त त्यस्तो हुँदैन। त्यो भएर नि भन्सारका चाहिँ हाकिमहरूले चाहिँ यो कुरा बुझ्नु पर्यो के। नमस्ते गाइजहरू, सबैलाई स्वागत छ एसके करको भिडियोमा। नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ भन्सार कार्यालय है। सो यो भन्सार कार्यालयमा चाहिँ मनपरी तन्त्र चल्दैछ अहिले नेपालमा। किन भन्दाखेरि नेपाल सरकारले चाहिँ एउटा यो राजस्वको जुन कानुन छ त्यो कानुनमा टेकेर चाहिँ भन्सारमा चाहिँ आउने सामानहरू दुईटा चाहिँ क्याटेगोरीमा, एउटा चाहिँ कमर्सियल, एउटा चाहिँ झिटिगुन्टा विच इज डोमेस्टिक युजको लागि भनिसकेपछि डोमेस्टिक युजको लागि भनेको तपाईँ हामीले पोका पन्तेरा पारेर आफ्ना घरमा रहेका चाहिँ बाउआमा अथवा चाहिँ आफ्ना आफन्तीहरूलाई चाहिँ पठाएको सामान झिटिगुन्टामा जाने भयो। र चाहिँ कमर्सियल भनेको यहाँबाट चाहिँ तपाईँले ए कम्पनीसित किनेर बी कम्पनीले नेपालमा बेच्नको लागि चाहिँ आयात गरेको सामानलाई कमर्सियल भयो। ठिक छ। सो झिटिगुन्टा र कमर्सियलको रुल छुट्टा छुट्टै छ। तर अब अहिले के भयो भन्दाखेरि नेपालमा चाहिँ नेपालको एकदमै चाहिँ भन्सारका कर्मचारीहरूले चाहिँ के भन्दैछ भनेदेखि झिटिगुन्टामा चाहिँ कमर्सियल सामान ल्याएर चाहिँ यो यसको चाहिँ दुरुपयोग भयो। त्यसले गर्दाखेरि अब झिटिगुन्टाका चाहिँ सबै सामानमा चाहिँ कमर्सियल बराबरको ट्याक्स लाउने रे है। अब मेरो कुरो सुन्नु साथी हो हैन, यो चाहिँ भिडियो सबै के यो भन्सारमा काम गर्ने त्यो माथिल्लो तहमा बस्ने साथीहरूसम्म, माथिल्लो तहमा चाहिँ बस्ने जो अब हाकिमहरू छन् नि तिनीहरूले सुन। हेर साथी हो, मकै बारीमा रोपिएको छ भनेदेखि बाख्राले आएर खान्छ भनेदेखि बाख्रै नपाल्ने पनि होइन, मकै नै नरोप्ने पनि होइन। के हो भन्दा त्यसलाई तारबार लाउने हो, घेरा लाउने हो र बाख्रालाई चाहिँ मकैमा खाना नदिएर बाख्रालाई चाहिँ गोठालो लाउने हो। अब नेपालमा यदि कसै पनि कुनै पनि व्यापारीले झिटिगुन्टाको ठाउँमा चाहिँ कमर्सियल सामान हालेर त्यसको चाहिँ दुरुपयोग गर्दैछ भने तिनीहरूलाई समात न, तिमीहरूलाई खाँदैन। तर होइन, काम गर्ने आफूले अलिकति बढी काम गर्नु पर्यो, भिडा पर्नु पर्यो भने त्यसलाई नै बन्द गरिदिने, बस सकिहाल्यो के भनेपछि। अब लाखौँ लाख विदेशमा बसेका नेपालीले आफ्ना घर परिवार आफन्तीलाई पठाएको सामान चाहिँ अब ट्याक्स तिर्नु पर्ने। अब मैले मेरो चाहिँ भतिजलाई चाहिँ 100 रुपियाँको चाहिँ सामान किनेर पठाएँ भने त्यसमा मैले 36 रुपियाँ चाहिँ थपेर तिमीलाई ट्याक्स दिनु पर्यो। मेकानिजम लिएर आऊ न। विदेशमा गएको मान्छे यदि काममा, विदेशमा अधिकांश गएको के हो, रोजगारी गर्नको लागि गएको होइन। रोजगारीमा गर्न गएको मान्छेको के हुन्छ, श्रम स्वीकृति हुन्छ, पासपोर्ट हुन्छ, भिजा कपी हुन्छ। यो कुराहरूलाई चाहिँ डेटाबेस बनाएर चाहिँ भेरिफाई गर्न सकिँदैन कि यो मान्छेले आफ्नो लागि पठाएको कि कसको लागि पठाएको भनेर। तर होइन, जसरी हुन्छ घुम्ने कुर्सीमा बस्ने, तलब पड्काउने, जनतालाई दुःख दिने। अनि यही कुरो चाहिँ अहिले भन्सारमा सामान रोकिदिएर राखेको छ। अब त्यसको न सूचना निकालिदिएको छ न केही गरिदिएको छ। अब पठाउनेलाई पनि के हो कार्गोले मेरो सामान लग्दैन भन्ने। अब हामी कार्गो गर्नलाई पनि अब के हो अब केही छैन कि त बकाइदा चाहिँ निकालेर लेख्नु पर्यो कि माने अबबाट कार्गो हुँदैन, झिटिगुन्टा अब पुरै फाडी बन्द हो, तिमीहरूले जस्तो सामान पठाए पनि 36% ट्याक्स तिर्नु पर्यो, झोले पाल्न गाह्रो हो भन्नु पर्यो। होइन भनेदेखि साला सरकारमा बसेर कर्मचारी भएर चाहिँ जनताले तिरेको ट्याक्सबाट चाहिँ तलब खाइसकेपछि जनताको लागि काम नगर्ने, खालि जनतालाई चाहिँ अड्काएर मात्र राख्ने। हेर साथी हो, यस्तै भयो भनेदेखि भन्सारका मान्छेले पनि फेरि कालो मसो खाउला है। मैले त बेलैमा भनिदिएको छु साथी हो। त्यहाँ किन भन्दाखेरि मान्छेको व्यापारको लागि होइन, मान्छेको चाहिँ के त भन्दा आफ्नो चाहिँ भावनासित जोडिएको आफ्ना छोरा छोरी बाउ आमालाई चाहिँ दुःख गरेर कमाएर चाहिँ पसिना काटेर कमाएर पठाएको पैसाले चाहिँ केही सामानहरू घरायसी आवश्यकता वस्तुहरू पठाएको हुन्छ। तिमीहरू पो काठमाडौँमा चाहिँ मजाले बस्छौ, भन्सारका जागिर खान्छौ, सरकारी जागिर चटम चटम, यता पनि कमाइ उता पनि कमाइ। तर विदेशमा बस्नेको त त्यस्तो हुँदैन। त्यो भएर नि भन्सारका चाहिँ हाकिमहरूले चाहिँ यो कुरा बुझ्नु पर्यो के।